हेलो गाइज वेलकम टू माई युट्युब च्यानल माई फर्स्ट भिडियो। अनि अरू त के भन्नु त ला परेको अवस्था यस्तो छ मौसम पनि आज हेर्नु। अनि यता आज माइततिर छौँ हामी। यता यी ज्वाइँलाई मेजमान चाउचाउको रस, यता यो भाउजू हुन्छ हैन। पानी परेको परै छ अवस्था मोरङको। अरू त त्यस्तै हो। अनि आजको मौसमले च्यालेन्ज दिँदैछ यसो हैन। चिसो छ आजको मौसम यस्तो छ हेर्नु। मोरङ हो यो चाहिँ हैन। हजुरहरू कता कतादेखि हेर्दै हुन्छ। मेरो फर्स्ट भिडियो ल जानी नजानी बनाएको छु यता है। हेलो गाइज वेलकम टू माई युट्युब च्यानल माई फर्स्ट भिडियो। अनि अरू त के भन्नु त ला गाइज वेलकम टु माई युट्युब च्यानल होइन। आज चाहिँ यता म माइततिर छु। यहाँ भाउजूले यहाँ तातो तातो चाउचाउको रस बनाएर ल्याइसक्नुभयो। आज पानी परेको अवस्था यस्तो छ मौसम पनि आज हेर्नु। अनि यता आज माइततिर छौँ हामी। यता यी ज्वाइँलाई मेजमान चाउचाउको रस, यता यो भाउजू हुन्छ हैन। पानी परेको परै छ अवस्था मोरङको। अरू त त्यस्तै हो। अनि आजको मौसमले च्यालेन्ज दिँदैछ यसो हैन। चिसो छ आजको मौसम यस्तो छ हेर्नु। मोरङ हो यो चाहिँ हैन। हजुरहरू कता कतादेखि हेर्दै हुन्छ। मेरो फर्स्ट भिडियो ल जानी नजानी बनाएको छु यता है।
त्यतिकै कुदिरहेको छु हेर्नु त कस्तो राम्रो दिन्छ कहाँ जाम आज यस्तोमा आज यस्तो छ हालत कतै जाने निक्लिने नै आमामा पानी छ्या अछार माछा लगाए जस्तै भयो कता जानु पनि भन् त सिमले घारीतिर जानु अरे हेर्नु त्यहाँ के भनेको जान्न कतै जान्न ढिलो छ यस्तो ओ हाम्रो आयो है भदै नि यो गई कता गयो पानीमा कहाँ गयो पानीमा भिज्नु अब बुवा आमा चाहिँ के गरेर हुन्छ दोकानमा हुन्छ दोकानमा केही छैन पानी पर्दैछ हिँडिँदैछ डुलिँदैछ हेर यता के गर्दै हुन्छ के गर्नु र तलतिर गएर थियौँ गडेला पक्रिने होइन म तलतिर गडेला पक्रिनु गएछ अब मलाई जस्तो आउँछ म त्यस्तै बनाउँछु म सुरुमा बोल्न सक्छु त फर्स्टमा जे कुरा नि बिस्तारै बिस्तारै जानिन्छ अनि पो हुन्छ त यस्तै छ मोरङ है यो मोरङ विराट चोक विराट चोक कता कता हुन्छ विराट चोकदेखि को हुन्छ यो मोरङ विराट चोक परो यस्तो छ मौसम चारैतिर पानी मात्रै परेको छ अहिलेको अवस्था पानीले धेरै च्यालेन्ज गर्दैछ के हुन हो होइन तर राम्रो छ शीतल दिन भयो यहाँ दोकान स्याहारो छैन आमाले खोल्नु भएको छ पानी आएर त सिमसिम चारैतिर हिलो पानी परेकाले जस रमाइलो छ यहाँ आमाले पसल थाप्नु भएको छ घरैमा सानो यसो अल्झिने मेलो होइन हिलो पानी आएको आइछ मोरङतिरको अवस्था यस्तो रमाइलो छ दिन